हेलो हेलो साथीहरू, आज म पकाउँदैछु कुखुराको मासु अनि यता थोरै कलेजो पाङ्ग्रो छ त्यो नि पकाउँदैछु साथीहरू। अनि आजको मेरो छोटो मिनी ब्लगमा जसलाई स्वागत छ, लाइक सेयर गरिदिनु, कमेन्ट गरिदिनु कस्तो भएमा। अनि यता मैले मासु लागि प्याज टमाटर धनियाँको पत्ताहरू काटेँ। अनि यता मैले मासुको लागि कराई बसालेपछि त्यसमा खुर्सानी जिरसिरको फोरन पकाएर अनि प्याज हालेँ। प्याज नि रातो रातो गरेपछि मासु हालेँ। मासु हालिसकेपछि अनि त्यसपछि मैले मासुको लागि रेडी गर्दैछु। नुन, बेसार, खुर्सानीको धुलो, टमाटर, धनियाँ, यता अदुवा लसुनको पेस्टहरू सबै हालेँ। मरमसलाहरू हालेँ। मासु अलिअलि रातो भएपछि मसलाहरू राखेपछि यताउता पटाङ पुटुङ पारेँ। अनि त्यसपछि मैले अलिअलि मासु रातो भएपछि मसलाहरू हेर्नु साथीहरू। अनि मैले यता कलेजी पनि भोट्दैछु। कलेजी पनि पाकिसक्यो। अनि मासुसँग खानालाई यता दाल पनि बसालेँ। अनि यता मासु फ्राई हुँदैछ साथीहरू। कस्तो छ मेरो मासु लाइक कमेन्ट गरिदिनु है साथीहरू। अनि मासु पाकिसकेपछि त्यसमा मैले पानी राखेपछि अलिअलि पानी राखेँ अनि ग्रेभी जस्तो पकाएँ। ग्रेभी जस्तो पाकिसकेपछि त्यसपछि मैले धनियाँको पात हालिसकेँ। हेर्नु साथी मेरो यस्तो रहेछ। बाई बाई। अनि कस्तो छ मेरो ब्लग सेयर गरिदिनु, लाइक सेयर गरिदिनु है साथीहरू। यता मयुर पनि रहेछ अनि मयुर पनि हेरेँ।